नेपालमा चाहिँ नेपालबाट राणा पिरियडमा पहिलो र दोस्रो विश्वयुद्धमा थुप्रै सैनिकहरू त्यसपछि गएर चाहिँ नि यो निजामती कर्मचारी त्यसपछि गएर चाहिँ अरू सहयोगीलाई चाहिँ पठाएको त्यहाँ के भने सरकारले के भनेको थियो भने कथम कदाचित बुझ्नु है तपाईँलाई पनि मलाई रमाइलो लाग्छ कथम कदाचित तिमीहरूको श्रीमतीलाई कसैले चाहिँ लिएर गयो र जारी भयो त्यो जारी भयो भने तिमीलाई चाहिँ त्यो स्थानीय तालुकवालाले सरकारलाई खबर गर्छ सरकारले जारी लिनेलाई पनि जारी दिनेलाई पनि मतलब श्रीमतीलाई पनि श्रीमानलाई पनि समातेर चाहिँ गिरफ्तार गरेर राख्छ अनि तिमीहरू फर्केर आइसकेपछि तिमीलाई मार्छु भन्यो भने पनि मार्न पाइन्छ होइन मैले चाहिँ नि पैसा तिरेर मात्रै मैले छोड्छु भने पनि छोड्न पाइन्छ भन्ने एउटा कल्चर थियो कि हुन त यहाँ फेरि सिनेमामा चाहिँ त्यति धेरै दिन सक्ने सम्भावना रहेन समग्रमा चाहिँ अगाडि जारी एक त हेरेको छैन जारी दुईमा जुन चाहिँ समग्र कथा हो नि त्यो चाहिँ असाध्यै अनुकरण हुन्छ त्यसका निम्ति चाहिँ नि हाम्रो सम्पूर्ण टिमलाई कलाकार जुन चाहिँ नि अन्त्यमा सुखद अन्त्य जुन गर्नुभयो नि कथा क्षेत्रमा त्यो पनि ज्यादै राम्रो छ त्यस कारण समग्र टिमलाई धेरै 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 धन्यवाद र आभार